नमस्ते, म हजुरहरूलाई आज पेटको ग्यास्ट्रिक हुँदा घरेलु पिउने औषधिको बारेमा बनाएर देखाउँदैछु। हजुरहरूले यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् ल। त्यसको लागि मैले यहाँ 2 चम्चा जति जिरा, 2 चम्चा जति ज्वानो, 2 चम्चा जति सौंफ र सानो बिरेनुनको ढिक्का लिएको छु। त्योभन्दा पहिला मैले यहाँ एउटा ग्यास अन गरेर प्यान बसालेको छु। त्यसमा मैले जिरा राखेर भुट्दैछु। ग्यासको आगो चाहिँ हाई गर्नु हुँदैन, लोमा राख्नुपर्छ। आगो हाईमा राख्यो भने डढेको राम्रो हुँदैन। त्यसपछि यसलाई चाहिँ मैले पालै पालो गरेर सबै भुटिसकेपछि एउटा चरेसको प्लेटमा राखेको छु। यसलाई चाहिँ सेलाउन दिनुपर्छ अनि पछि ग्राइन्ड गर्नुपर्छ। त्यसपछि मैले एउटा बिरेनुनको ढिक्का लिएको छु। त्यो बिरेनुनको ढिक्कालाई चाहिँ एउटा सिलौटामा पिन्दैछु मैले। यसरी बिस्तारै पिन्दै मसिनो बनाउनु पर्छ। हजुरहरूले बिरेनुनको धुलो पनि प्रयोग गर्न सक्नुहुन्छ। ल मेरो बिरेनुको धुलो पनि रेडी भयो। सबै पिनिसकेपछि मैले एउटा सफा बोलमा मिक्स गर्दैछु। त्यसपछि एउटा सफा सिसाको कन्टेनर लिएको छु अनि त्यसमा मैले यो धुलो पाउडर राखेको छु। यसरी धुलो पाउडर यो कन्टेनरमा राख्यो भने हामीले जहिले पनि युज गर्न सकिन्छ। एउटा सफा सिसाको ग्लास लिएको छु। त्यसमा कागती काटेर 1 चम्ची जति निचारेर राख्दैछु। त्यसपछि अघि ग्राइन्ड गरेको 1 चम्ची जति धुलो पाउडर राखेको छु। त्यसपछि मैले यहाँ अर्ग्यानिक 1 चम्ची हनी पनि राख्यो। त्यसपछि मजासँग फिट्ने अनि तातो पानी राख्ने, फेरि पनि मजासँग खोल्ने अनि पिउने। यसरी बनाएर पियो भने ग्यास्ट्रिकलाई एकदमै राम्रो गर्छ। हजुरहरूले पनि यसरी नै बनाएर पिउनुहोस् है त। धन्यवाद।